हामीलाई खुसी पार्नु होला है। कुन ठाउँबाट हो भन्नुभएको छ? म युकेबाट। विष्ट दादाजीले नि फलो गर्नुभयो है। ल हाई दिदी, मेरो नाम महतो हो नि रे, हिमेश महतो हो र। ल मनिष क्विनले नि फलो गर्नुभयो। अजय ठकुरीले नि फलो गर्नुभयो है। ल लन्डन कहाँ छौ भन्नुभएको छ? लन्डन म ओर्कमा छु। सञ्जय भिवसले नि फलो गर्नुभयो। मिस्टर ग्रेमीले नि फलो गर्नुभयो। कोही नपाएको युके तै पुगेको रहेछस् रे। अहिलेसम्म तेरा फ्यामिली त कोही आइपुगेका छैनन् होला युके। सोध त, रगतका साइन पर्ने कोही आएका छैनन् होला। अर्काको के जेलेस गर्छस्? सक्छौ, हामी त आउँछौँ। सकेर आएको बुझिस् नि। के छ खबर हजुर भन्नुभएको छ रोशन भण्डारीजी। ठिक छ, हजुरको के छ? फलो गर्नु पर्यो है गाइस। सर आज मात्रै होइन, म दिनकै लाइभ आउँछु, दिनकै आएर कुरा गर्नुपर्छ खुसी साथ है। यु आर भेरी क्युटी फेस एन्ड भोइस रे, थ्याङ्क यू। इन्डियाको युके हो नि नानी रे। तपाईँलाई थाहा होला नि त, तपाईँको बहिनी इन्डियामा हुनुहुन्छ हो। ए त्यही भएर आफ्नो बहिनी इन्डियामा हुनुहुन्छ होइन, अनि तपाईँले इन्डिया जस्तो देख्नुभयो होला नि त। मलाई तपाईँको बहिनी जस्तो देख्नुभयो होला नि त। त्यो त पाइन्छ, आफ्नो दिदी बहिनी देख्न त पाइन्छ। ठिक छ हजुर, आफ्नो दिदी बहिनी जस्तो देख्नु पाइन्छ। गुड छ हजुर। नार फार्मेगी कुन ठाउँबाट हो भन्नुभएको छ? म युकेबाट। कहाँ हो र सिस? युकेमा छु हजुर। ल फलो खोइ त, फलो गर्नु न। यस्तो प्यारो प्यारो बोल्नुहुन्छ, यस्तो मिठोसँग मायाले बोल्नुहुन्छ। साथी बनाऊ न। आज मात्र होइन, म भोलि पनि आउँछु लाइभमा। भोलि नै कुरा गर्नुपर्छ। साथी भएपछि टुङ्लुङ्ग म लाइभमा बस्ने बित्तिकै तपाईँको मोबाइलमा इन्भाइट आउँछ, सिङ्गल गर्ल कुरोवाली भनेर। अनि तपाईँ ठ्याक्क त्यहाँ थिच्ने बित्तिकै मेरो लाइभमा आउनुहुन्छ। ध्रुव पोखरेलजीले नि फलो गर्नुभयो है। ल के अरे माया भन्नुभएको छ? फलो गरौँ भनेको हो र भन्नुभएको छ। युआर आइज भेरी नाइस रे, थ्याङ्क यू। युजरजीले खड्का आशिषजीले नि फलो गर्नुभयो है। ल एकदम राम्रो राम्रो मान्छेहरूले फलो गर्नुभएको छ। बोलिरहने मान्छेहरूले एकदमै खुसी लाग्छ क्या मलाई पनि। यो फेक आइडी लिएर आउने हेर्नुहोस्, राम्रो ठाउँमा 2-3 जना हुनैपर्छ वरिपरि। गुड नाइट बाई भन्नुभएको छ। ओके गुड नाइट, टेक केयर, बाई। पक्कै हो नि रे, हो नि हजुर। कुन फिल्म हेर्दै हुने साथी भन्नुभएको छ? सायद होला। तपाईँको घर कहाँ हो अर्जुनजी? सर कि खोइ त फलै छैन त। थ्याङ्क यू कमलजी। अघिदेखि यो आइरहेको थियो क्या गिलास। कफी हो, ब्ल्याक कफी होइन त। कफी देखिरहेछ नि, कफी जस्तै देखिरहेछ। बारा जिल्ला हो हजुर। यो केटी त नेपालीमा लेखेको मात्र रिप्लाई गर्छ हजुर। इङ्ग्लिसमा लेखा नै रिप्लाई गरेको छु त, बोल्नु न। तपाईँले फलै गर्नु भएको छैन होला। फलो नगरेपछि म्यासेजै देखिँदैन। अनि अहिले तपाईँले आँखा बन्द गरेर म्यासेज गर्नुभएको, त्यही भएर देखियो। अनि हजुरको मेरो नि पहिला त वीरगञ्ज हो, अहिले काठमाडौँ। फलो नगरिकन देखाउँदैन नि त हजुर। पहिला वीरगञ्ज बेचेर गएको होइन। पहिला त बुवाहरू वीरगञ्ज बस्नुहुन्थ्यो, अहिले चाहिँ काठमाडौँ हो। हाम्रो पुरानो घर त वीरगञ्जै हो। सबै उतै हुनुहुन्छ, ठुलबाबा काकाहरू त। गाइस फलो गर्नु भनेको न फलो गर्नुभयो न बोल्नुहुन्छ। खाना भयो रे? खाना भइसक्यो हजुर, भइसक्यो। दिउँसो चाहिँ भयो। वीरगञ्ज कोइलाबार। थ्याङ्क यू खेमराजी, फलो गर्नुभएको छ। म ब्याग दिन्छु है खेमराजी।
दिलमा तिमी मनमा तिमी यसै मिठो तनमा तिमी। वीरगञ्ज पनि जाँदै गर्छु म, मेरो आफन्त उतै हो। ए गाइस बोलौँ न हो, तपाईँहरू किन नबोल्नु भएको? हाम्रो सन्देशजी बोल्नु न। सन्देशजीले मलाई गिफ्ट हानेर गोलपुरा मात्रै गरिदिनुहुन्छ, बोल्नुहुन्न। मैले सोधेको थिएँ यहाँनिर क्याप दिन मिल्छ कि नै भनेर। यो मेरो यो मोनेटाइज भएको आइडी भएर अरू दिन मिल्दैन कि। निन्द्रा लाग्न थाल्यो त हजुरलाई। लाइभ इन गर्छु गाइस। अब लाइभ इन गर्ने बेला मलाई एउटा दुनोट हान्दिन, कसले हानिदिनुहुन्छ। म अब जान्छु। आजको मेरो गोल पुरा पनि भयो, अब निन्द्रा पनि लाग्यो। थ्याङ्क यू। रोज पो हान्नुभयो, दुनोट हानिदिनु भने। यो मोनेटाइज भएर आइडी खालि दुनोट मात्रै माग्छ, अरू केही माग्दैन, दुनोट माग्छ। माग्दिन। मलाई दुनोट चाहिरहेछ, दुनोट मागिरहेछ भने म दुनोट माग्छु। म किन एनभर्स त्यो कसैसँग माग्दिन। एउटा माग्या त कसैले दिनुहुन्न, अरू मागेर कसले दिनुहुन्छ? ओके बाई बाई, थ्याङ्क यू। आफ्नो ख्याल गर्नु होला, टेक केयर। कहाँबाट हो? म युकेबाट। ल गाइस, अब चाहिँ बहिनीरहेको छु। अब चाहिँ म फलो नगर्ने हो भने चाहिँ म अब गएँ। फलो पनि नगर्ने हो भने म चाहिँ गएँ। तपाईँहरू बस्नु, तपाईँहरू टाटा बाई बाई गर्नु, बस्नु। मलाई फलो पनि गर्नु भएन तपाईँहरूले। यो हटाएर काम पनि छैन। म लाइभ इन गर्छु है। फलो नगर्ने हो भने चाहिँ म लाइभ इन गर्छु गाइस। नजाउँ न, जान्छु। फलो नगरेपछि म किन बस्छु? पहिला फलो गर्नु न। अनि राजीले म हटाउँदिनँ, पहिला फलो गर्नुहोस् न। किन हटाउनु पर्यो के भने? अब खालि म पुरै बुझ्दिनँ है। म शुद्ध नेपाली हो कि? मलाई हिन्दी सिन्दी मिसाएर नबोल्नु न। थ्याङ्क यू नोराजी। मिस्टर पसाङजी गरेको छु, ब्याग दिनु भन्नु सक्यो। ल फलो गरे जतिले त मैले ब्याग दिइहाल्छु नि। सर फलो गर्नु पऱ्यो क्या गाइस। ल त फलो गरौँ त गाइस। आज मैले मटनको अचार बनाउँदैछु गाइस। मटन अचार सेलरोटी बनाउँदैछु आज। त्यही भएर मलाई फलो गर्नुहोस्। मटन अचार सेलरोटी खाने हो भने मलाई फलो गर्नुहोस् है, नभए नगर्नुहोस्। ल मटन अचार सेलरोटी खानुहुन्छ भने मलाई फलो गर्नुहोस्। ओके या नो? ओके ओके न? कसको लागि रे? म आफ्नै लागि बनाउनु लाग्यो। कसको लागि बनाउनु? तपाईँहरूको लागि बनाउनलाई तपाईँहरू टाढा हुनुहुन्छ। मलाई फलो त गर्नुहुन्न, मैले कसरी पठाइदिनु? मलाई फलो गर्नुभयो भने त मैले पठाइदिनु नि। फलो नगरेपछि कसरी पठाउनु? मैले गाह्रो छ नि त। फलो गर्नु न त, म पठाइदिन्छु। सर लाइभ सेयर गरेर फलो गर्नु त म पठाइदिइहाल्छु नि। न फलो गर्नुहुन्छ न लाइभ सेयर गर्नुहुन्छ नि कसरी पठाउनु त? होइन गाइज, फलो त गरेको त। अरे हजुरले त गर्नुभएको छ इन्द्रजी। हाम्रो लागि हो कि कसैको लागि हो अरे? तपाईँहरूकै लागि हो। मैले खाएपछि तपाईँहरूले खाए जस्तो हुँदैन। मैले खाएपछि तपाईँहरूले खाए जस्तो हुन्छ, हुँदैन? हुन्छ भन्नु न। मैले खाएपछि तपाईँहरूले खाए जस्तो हुँदैन? हुन्छ अरे, देख्नुभयो? माया गर्ने मान्छेले हुन्छ भन्छ।
फलो चाहिँ गर्नु नि त, अनि तपाईँहरूको लागि नि पठाइदिन्छु खोइ त फलो गरेको। अब गाइस फलो पनि नगर्ने, बोल्दा नि नबोल्ने हो भने मलाई बिन गर्छु है। ल अब सुत्नु पर्यो। सुत्न त के सुत्नु, यहाँ मटन लिन दिदी आउँदाखेरि मटन लिएर आइज भनेको छु। मटन ल्याउँछ। अब तपाईँहरू फलो पनि नगर्ने, अनि त्यहाँ लाइभ सेयर नै नगर्ने हो भने अब टक्क लाएर मटन अचार बनाइदिन्छु आज। खोर्सानी मटन अचारको लागि खोर्सानी रेडी छ, अदुवा रेडी छ। अब लसुन अरू लिएर आउँछ दिदीले। रुक्दिनँ, फलो नगरेपछि म किन रोक्छु। हिजोको खिरी तपाईँहरूले फलो गरे भए आज खिर खान पाउनुहुन्थ्यो, खोइ त फलो गरे। फलो नगरेपछि खिरै खान पाउनु भयो। हेलो नि सेलरोटीको लागि चामल। अहिले सेलरोटी ज्वाइँ बनाउँछु। कम्ताकी छु म, कम्ता मिठो मिठो बनाएर खान्छु। तपाईँहरूले फलो नगरेपछि तपाईँहरूले कहाँ पाउनुहुन्छ। पहिले फलो गर्नु न, अनि पाउनुहुन्छ। फलो नगरेपछि पाउनुहुन्न। अब मैले त लाइभ इन गरेँ गाइस। सबैजना राम्रोसँग बस्नु होला। अब भोलि भेटौँला है। सबैजनालाई टेक केयर, आफ्नो ख्याल गर्नुहोस्, राम्रोसँग बस्नुहोस् है। म गएको गाइस। अब मेरो पिन्टु पनि उठ्यो त्यहाँ हो। अब म गएँ है त। ल बाई बाई। यहाँ चार्जर लिएर आउनु पऱ्यो, ल्याउँछु। आउँछ हजुर, म अब फलो ब्याक दिन्छु लाइभ इन गरेर। ल खोइ त हजुर रिप्लाई गरेको को हो फेरि फेसबुकमा नि। खोइ त हजुर रिप्लाई गरेँ मन लाग्यो त। ल फलो ब्याक आउँछ है। म अहिले फलो ब्याक दिन्छु। कता जान लाग्नु भएको म्यामले, कहीँ जानु लाग्यो नि। अब लाइभ इन गर्न लागेको है सबैजनालाई। बाई बाई। ल फलो गर्नु होला। म सबैलाई फलो ब्याक दिन्छु है, फलो गर्नुभएको जतिलाई। ल